शुक्रबारको दिन के खम भो ठिकै छ खसीको मासु र ढेँडो खम भनेर बनाउन सुरु गरे। पिरो फेरि एकदमै मन पर्ने। काटेको खोर्सानी हुँदा हुँदै एक दुईवटा फेरि पिसे। लगभग तयारी सबै सकिसक्या थियो। गोलभेडा एउटा काट्नु पर्ने थियो, तेल तातुन्जेल त्यो पनि काटे। तेल तातिसक्या थियो, अब प्याजलाई रातो हुनेसम्म त भुट्नु पर्यो। त्यसपछि लसुन हाले, लसुन पनि रातो भएपछि बेसार अनि अन्तिममा मासु। एकचोटि छोपे अनि त्यसपछि नुन हाले, नुन हालेर मजाले चलाए। अब पालो थियो मरमसला, सबै हाले। अलिअलि रातो भएपछि अन्तिममा हाल्नु पर्ने थियो काटेको गोलभेडा, हरियो प्याज अनि धनिया। सबै हाले। लगभग हाम्रो मासु तयार भइसक्या थियो। त्यो सँगसँगै साग पनि। अब यो मासु र सागसँग खान हामीलाई ढेँडो चाहिएको थियो। ढेँडोको लागि तयारी थाले। पिठो हाले, पानी पनि उम्लिसक्या थियो। फाइनली ढेँडो हाम्रो तयार भइसक्या थियो। अनि पस्काए। आहा, हेर्नुस् त यहाँनिर ढेँडो र खसीको मासु कति राम्रो देखेको। तपाईहरुलाई खसीको मासु र ढेँडो कस्तो लाग्छ त्यो चाहिँ कमेन्ट गर्नु होला।